वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव शुभकार्येषु सर्वदा।
भाइ बुतुकै जन्जानी अगाडि गएपछि बागमती छ, बागमतीमा सेलाउनु पर्छ है त, बागमतीमा सेलाउनु पर्छ। त्यो जसले थापेको उहाँले नै सेलाउनु पर्छ। अनि सेलाइसकेपछिको बाँकी त्यो थाल चाहिँ उहाँलाई नै हो है। अब काट्ने काम भने चाहिँ मामाको हुन्छ। अब दाहिनेपट्टि भिजाउनु भयो, हामीले त्यहाँ ब्लेड राखिदिएका छौँ। त्यो मामाले अब त्यो ब्लेड हातमा लिनुहोस्, पानी हल्का भिजाउनुहोस्। जान्नु भएको छ भने मामाले खौरे राम्रो, नभए यता नाउहरूलाई लगाउनुहोस्। अब धेरै नचल्नुहोस्, नहल्लिनुहोस् ल। हातमा ब्लेड समाएको हुन्छ, काट्न सक्छ नि फेरि। अब दाहिनेपट्टिको कानको माथिपट्टिको कपाल अलिकता काटेर 3 चोटि काटेर थालमा राखिदिनुहोस्। ओम शिवो नाम शेषोदे त्यस्तै पिता महस्ते अस्तमामा हिगोंसे निवर्तयामा युपिन्नाद्याय राजपोखाय सुप्रदस्ताय सुभेर्याय। अब फेरि 3 चोटि कपाल काट्नुहोस्, थालमा राखिदिनुहोस्। अब त्यो गरिसकेपछि त्यो ब्लेडलाई चाहिँ एकछिनलाई त्यो ब्लेड त्यहीँ राख्नुहोस्, थालमा राख्नुहोस् त। अब के गर्नुहोस् भन्दा सुन्नुहोस् है। अब यही पूजा गर्ने ठाउँमा कपाल काट्न मिल्दैन है, फोहोर हुन्छ। त्यसले गर्दा अलिक पर जाने सफा ठाउँमा बसेर कपाल काट्ने। काटिसकेपछि जुन अघि मैले भनेको छु त्यो दिदीबहिनी वा फुपूहरूले लगेर सेलाउनु पर्छ। त्यो बोतलको पानीको प्रयोग उता नगर्नुहोस् है। यहाँ अलिक पर ढुङ्गे धारा छ, त्यहाँ गएर भिजाउनु भयो नि हुन्छ। अथवा चाहिँ त्यहाँ उयो निलो थियो, त्यहाँनिर पनि पाइप छ धाराको, त्यहाँ भिजाउनु भयो नि हुन्छ। त्यो पूजाको लागि चाहिन्छ बोतलको पानी। बोतलको पानी लिएर नजानुहोस् है, पछि पूजालाई चाहिन्छ। आचमनहरू गर्नुपर्छ, औषधि हाल्न सिक्नुपर्छ। अहिले बोतल लगिदिनुहुन्छ, पछि अप्ठ्यारो पर्छ। बोतल नलानुहोस्। बरु उयो अगाडि 2टा टोयलेट जस्तो बनाएर राखेको, त्यहाँनिर पाइप छ, त्यहाँनिर धारा आउँछ, त्यहाँ भिजाउनुहोस्। अथवा चाहिँ उयो अलि अगाडि त्यहाँ झुङ्गे धारा नै छ, त्यहीँ भिजाउनुहोस् है। अनि कपाल काटिवरी आएर आफ्नो टुप्पीको भागमा टुप्पी राखेर कपाल काटेर आएर आफ्नो ठाउँमा आएर बस्नुहोस्, सिद्धिएको जति है त। अनि यसपछिको काम भनेको जनै लगाउने र पहेँलो कपडाको हुन्छ। लगभग आधी घन्टा जस्तै खाली हुन्छ। आफू बसेको मेच अरूलाई नदिनुहोस्, फेरि नपाउनु होला।
परे परे ल धनुषलाई तल राख है। अब एकछिन भिडियो नखिचिदिनुहोस् ल, नछेकिदिनुहोस्, यो खिचिरहेको। मङ्गलम भगवान विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपति तेङ्गृयुगं स्मरामि लाम्याश्चजे तस्माद्यज्ञात् सर्वभूताः निजस्निरे छन्दा गोसी जस्निरे तस्मान् वरेहि कि प्रोक्षन् पुरुखन् जातमग्रतः।
भित्रबाट छमछम मेरी आमा आउन ढोक पेट फुक केश कन्यादान देउन झुलको मुरको फलमाको तिन खुटे ओदा छोरी पाई कन्यादान गई थाले गौदान परिवारको भरे पोथी हाँसका डिम्बा आज देखिरह्यो बाबा पराएको जिम्मा एक मुठी चामल कुसुमे झोलीमा रुँदै थिए नि मेरा बाबा हालिदेऊ लोलीमा औँसीको अँधेरी रात पूर्णिमाको जुला दाहिने हातको औँठी सामा बाबा लागे रुला अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी धानै रोप्ने खाले गार आलीमारो पौमास छोरालाई हंसबन्द छोरीलाई बनिबास सानैदेखि पाल्यो आमा कोक्रो हल्लाई हल्लाई छोरी उमेर पुगेपछि दिन्छौ कल्लाई कल्लाई सातै भाइ छोरालाई यही घरमा अटायो एउटी छोरी थिए बाबा सगरा पठायो बिहान उठी आगो फुक्ने फलामाको सोध्ने छेरी माइती छुट्टी आउने यही हरियो पोते अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी पानी पर्यो पर्यो उतैतिर टर्यो बाबा मेरो आउँछु भन्थे आशै पनि मर्यो भातै पाक्ने भन्नु भाँडा तिहुन पाक्ने कराई हिजोसम्म माइती घरमा आज भए पराई बिहान उठी घाँसे काटे कतिकै सितैमा अरू बेला नसम्झिने सम्झिनु तिजैमा सानो सानो घैरामा म पानी भरौला नरौ नरौ मेरा बाबा म आउँदै गरौला अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी भित्रबाट छमछम मेरी आमा आउन ढोक पेट फुक केश कन्यादान देउन नानीलाई फुलको माला भनेको थियो खै फुलको माला होइन नि अलिक छोटेको मन पर्छ
अदा भदाइनेलाई चट्ट पाएर अब त्यो पानी हाल्न त बाँकी छ नि त भान्जी यसले गर्नु ल कस्तो लाउनु आलमन्ड
चढ्यो क्या मालुम तिम्रो गालामा मायाले
मुसु हाँसिदेऊ न मेरी दिल की रानी लट्ठे पार्यो मक्खै पार्यो आँखा तानी तानी मनमा मैले राखेको छु करोडमा छानी पार्यो भुतुकै मार्यो भुतुकै किराती पास गरौँ मनमा सुटुकै किराती पास गरौँ मनमा सुटुकै मायाले बाँध्यो यो रेशम देउतालाई भागी खाऊ कसम मनैमा माया झल्क्यो सलला आँखैमा तिमी आउँछौ सलला पार्यो भुतुकै मार्यो भुतुकै पिराती पास गरौँ मनमा सुटुकै 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 पिराती पास गरौँ
जीवनहरूले त यहाँ आएर हाम्रो अब जिउको परिश्रम पनि
शराब से शराब से शराब से सारी की सारी है जो खुमारी आंखों पीले लम्हे नशीले करे हम तो ये बड़ा एक्साइट हो सारी नाइट बेशर्मी की हाय हाय हो सारी नाइट बेशर्मी की हाय एक तू एक मैं और हो डिम डिम ये ला
चाली मन पर्यो पानी पानी मन पर्यो बोली चाली मन पर्यो ससुराली देखेपछि साली मन पर्यो ससुरा मलाई साली मन पर्यो ससुरा मलाई साली मन पर्यो सेलरोटी पाक्यो कति राम्रो देखिए कि झट्टाका लाग्यो झम्के झम्के सजेको बेला किन माया गरेको भावे झम्के झम्के सजेको बेला किन माया गरेको भावे बोली बजन चिनी जस्तै माया तेरो
रम रम मारौटी रम रम मारौटी तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती रूपमै करौती तिम्रो रूपमै करौती खेल गरा है पर पुण्यको आली खेल गरा है पर पुण्यको बुझेनौ कि कान्छ तिमीले मात्र सुन्यको रम रम मारौटी ए रम रम मारौटी तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती तिम्रो रूपमै करौती रूपमै करौती तिम्रो रूपमै करौती छ बैगुनीलाई गुलाउने पानी छ सन्नानी सुनकोसीमा सुर छैन पानी छ बैगुनीलाई गुलाउने पानी छ मिलबाट बैगुनीलाई गुलाउने पानी छ जिसमा बस्ने भाले कुबेलामा बसो जिसमा बस्ने भाले कुबेलामा बसो कल्पना जबन्दिन तिमीलाई के चासनी हजुर तिमीलाई के चासो सरका छ सरको सीमा सुचाएर पानी छ बैगुनीलाई गुलाउने पानी छ सरका छ सरको सीमा सुचाएर पानी छ बैगुनीलाई गुलाउने पानी छ मिलबाट बैगुनीलाई गुलाउने पानी छ पहिलेदेखि माया यो मनमा भएको एउटा कुरा भन्न मन लागिरहेको सुपारी टुटुक्कै पार्यो भुतुक्कै म तिमीलाई खोप्ने कुरा भन्छु सुटु